गुड मर्निङ साथीहरू अनि वेलकम छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ खोटाङमा डे 2। अब अस्ति त हामी धेरै बस्छौं अनि म चाहिँ अहिले भर्खर उठेको, फुच्चे पनि उठ्यो, तल जाँदैछ। अनि कवि के गरेको अनि म चाहिँ फेस वास गर्न जान आँटेको छु। अनि आज दिउँसो म के गर्छु म तपाईहरुलाई देखाउँछु नै। अनि यहाँ चाहिँ ठिक्कको घाम लागिरहेछ के, धेरै घाम पनि लागेको छैन, ठिक्कको लागिरहेछ। सो आजको दिन के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने नै छु। गाउँघरको भिडियो। छोरा चाहिँ उठेर हिँड्दैछ दादाहरुसँग। हामी चाहिँ ब्रस गर्दैछु मैले नि, ब्रस गरेको झाडामा ब्रस गर्दैछ। कविले गरे ब्रस छैन, हामीले त हामी त भात खाएपछि मात्र गऱ्यो। ब्रस गर्दैछौँ, भर्खर उठ्यौँ राति थाकेर क्या। हिजो बेलुका पनि ढिलो ढिलो सुत्यौँ त गफसफ गरेर, त्यही भएर हामी ढिलो ढिलो उठेको। लड्छ है घाम चाहिँ मजाले लाग्दो रहेछ। म चाहिँ यहाँ अब खाना पकाउनु लागेको। यहाँनिर खाना बसाइसकेँ मैले दुईटा उयसमा। अनि आमाहरू चाहिँ बाहिर जानु भएको छ। अनि आमा चाहिँ माथि सानो काम परेर जानुभयो। अनि म चाहिँ यहाँ खाना बनाउनु पर्यो भनेर अब रेडी गर्दैछु। अब कोही छैन नि त अहिले, नाना पनि हुनुहुन्न, दाइ पनि बाहिर जानुभयो। अनि त्यही भएर म चाहिँ खाना पकाउनु पर्ने हुन्छ अब मेरो पालो। यहाँ चाहिँ आजको सब्जी चाहिँ यो है, मासु खाँदा खाँदा वाक्क लाग्यो कि। अनि हामीले चाहिँ यो के अरे इस्कुसको मुन्टा खानु आँटेको, आलुसँग टक्क लाएर है। मासु कति खानु होइन। अनि बुढोले टिप्दैछ, खानु मन लागेर क्या। कति धेरै छ नि त यहाँनिर इस्कुसको उयोहरू। यहाँ हेर्नु न, इस्कुसको कति धेरै छ कि, सबै इस्कुस हो। अनि त्यही भएर आज चाहिँ इस्कुस र आलु खाने विचारमा छौँ है हामी। मासु कति खाना वाक्क भइसक्यो क्या। सो अब म पकाउनु पर्ने हुन्छ। आमाले आलु चाहिँ यहाँ राख्नुहुन्छ कि, माथि उयसमा राख्नुहुन्छ नि त, के अरे के भन्छ यो, माथि पहाडको घरमा हुन्छ नि, माथिल्लो तल यसमा राख्नुहुन्छ आलु चाहिँ। अनि म चाहिँ यहाँ आलु लिन आएको। कस्तो अँधेरो रहेछ कि यहाँ। यो चाहिँ सबै राखन धारणहरू राख्नेहरू हुन्छ क्या यहाँनिर। माथि चाहिँ सबै के राख्नु भएको रहेछ। अब हामी चाहिँ यहाँ साग केलाउने हो कि त्यो त काट्छ है। यो साथीभाइहरू यहाँ हेर है, सबैजनाले यहाँ हामी चाहिँ अब के केलाउने नगर, यस्तो गर्ने यो यही तरकारी केलाउनु भनेको। केटाकेटीले दिए पो के पुग्छ नि अफेरि हात काटेर पुग्नुपर्छ। त्यसो गर्नु हुँदैन। हातै नकाट्नु ल। हेर्नु न कस्तो कलको लाउँदो के साथीहरू। यहाँनिर मुन्टा हेर्नु न यस्तो राम्रो छ कि। कवि के गरेको? त्यो अर्ग्यानिक पाइन्छ होइन गाउँमा बस्यो भने चाहिँ, यस्तो खाना पाइन्छ। म चाहिँ अब यहाँ तरकारी पकाउनु लागेको अर्ग्यानिक चुलामा है यहाँनिर। अनि मासु खाँदा वाक्क लागेर म चाहिँ यहाँनिर अब आलु र इस्कुसको मुन्टा पकाउनु आँटेको। अनि यहाँ चुलामा पकाउनु पऱ्यो क्या, आगोमा पकाएको मिठो हुन्छ नि त। त्यही भएर म चाहिँ यहाँ पकाउँदैछु तरकारी। कस्तो हुन्छ अब आगोमा पकाएको साह्रै मिठो लाग्छ नि त, टेस्टै अर्कै हुन्छ। त्यही भएर यहाँ आगोमै पकाउने विचार गरेँ मैले चाहिँ। तेल पो कति हाल्यो। मेरो छोरा चाहिँ बाहिर खेल्दैछ उसको नानाहरूसँग। मलाई आनन्द भइरहेछ अहिले चाहिँ। खेलेको गर्छ नि त, नत्र उता हुँदा त म एक्लै होइन। अनि मैसँग टाँसिनु आएकै गर्थ्यो। अहिले चाहिँ उसको नानाहरू भएर खेल्दैछ मजाले। सिटी फुक्दैछ पुरा। सिटी फुक्दै आउँदैछ। आऊ आमा कान खायो, अट्टरी कान खायो बाबा, लु भयो। त्यही भएर म चाहिँ यहाँ खाना पकाउँदैछु। कवि मेरो भिडियो बनाइदिने हो, बनाइदिने भिडियो।
यहाँ चाहिँ हाम्रो जाडो हुन्छ नि त अनि आगोको छेउमा बस्नु चाहिँ तातो हुन्छ क्या हामीलाई चाहिँ एकछिनमै घाम लाग्ने एकछिनमै फेरि हुस्सो आइहाल्छ क्या त्यस्तो खालको छ नि त अलिक चिसो चिसो ठाउँमै पर्छ कि त्यही भएर आगोको उयसमा बस्नु चाहिँ तातो पनि हुन्छ टक्क मिठो पनि हुन्छ है नि कवि चाहिँ यहाँ मलाई हेर्दैछ मेरो छोरा है मेरो जेठाजुको छोरा घाउ आएछ मुखभरि नि सब्जी चाहिँ यस्तो भयो है सादा सब्जी पकाएर खाना नगर नि खानु हजुर हजुर यस्तो भइराखेको छ सब्जी माम खाऊ माम खान्छ कति गुड भएर खाएको छ ट्रबिसले माम नि कति गुड भएर खाएको मेरो छानुले त आफै माम खाने भइसकेको छ माम खाँदैछौँ हामी चाहिँ है साग ल गुड यसरी खाँदैछ है माम दुइटै चलाउँछ क्या अहिले चाहिँ हामी खाना खाइसक्यौँ अनि अब म चाहिँ घरहरू सफा गर्नु पर्यो यहाँ झाडु लाउनु पर्यो भन्दैछु सफा कुचो लाउने कहाँ छ यो टिपो त यो उतो लट्ठी अब म चाहिँ यहाँनिर कुचो लाउँछु अनि उता रुम पनि सफा गर्नुपर्ने छ यस्तो फुल भइरहेको छ छिट्टो छिटो खाने चलन हुन्छ गाउँमा त खाना हामी भयो उता भयो कति ढिलो खाइन्छ अनि भाँडा मात्ने सब्जी अहिले चाहिँ घरहरू सफा गर्नु पर्यो भनेर बाहिर अस्ति लिपिसक्नु भएको भएर चाहिँ कलमहरू पनि लगाइसक्नु भएको रहेछ अनि म चाहिँ यहाँ घर सफा गर्दैछु अनि मेरो अर्को छ काम भाँडा माझ्ने आज त के हुन्छ यस्तै छ मेरो घरको मेरो काम है यो चाहिँ मेरो भिडियो बनाउने चाहिँ भान्जा है मेरो भिडियो बनाउने चाहिँ भान्जा हो कहाँ गयो आमा जाओस् जाओस् दिँदैन अहिले त यस्तै बस्छ उता पनि यस्तै हो यस्तै छ है गाउँघरको घरहरू उयो गऱ्यो हुँदैछ नि कलर लादिनु हो हजुर यस्तो छ यो चाहिँ हाम्रो मूल चुला है यहाँ हजुर चुला भएको कोठाहरू चाहिँ हाम्रो चाहिँ मेरो क्यामराम्यान आएदेखिको आज चाहिँ अघि घाम लाग्दै थियो अहिले त पानी पो पर्नु थाल्यो सबै पानी परेको चिसो भयो झन् जाडो माथि जाडो यस्तो पानी पर्नु थाल्यो तल तल चाहिँ कुहिरो लाग्दैछ उता त यहाँ चाहिँ पानी झर्दैछ केटाकेटीहरू ओ त्यहाँनिर सानो त्यसो गर्नु हुँदैन पानी नखेलाऊ होइन पानी खेलाउनु यहाँ पानी नखेलाऊ अब म गएँ बाई बाई कान्छा यो यहाँ चाहिँ आमालाई सासूलाई बुहारीले सिँगार्दैछ कालो दसैँमा राम्ररी बनाउनु पर्यो दसैँ लाग्यो नि त अब छोरा चाहिँ उपर आफ्नै धुनमा छ अनि आमाको कपाल कलर लगाइदिनु आँटेको मैले चाहिँ अर्को भतिजो यहाँ राम्ररी बनाउनु पर्छ नि हाम्रो होइन सबै सानो उता लाग्छ है एकजना कलर लगाउने मान्छे नखाएको दिन जानु भोलिपर्सि भाइलाई कलर नि सिद्धियो कस्तो मजाले लाग्यो आमाको कलर सिद्धियो अब आमाले एकछिनमा नुहाउनुहुन्छ दसैँमा आमालाई राम्ररी बनाएको के अरे ऊ चाहिँ फेरि यत्रो मान्छे हुँदा ठुलो लुगा लाएर बसिरहन्छ हाम्रो घरमा चाहिँ पुरा दसैँ लगाइसक्यो अनि यो चाहिँ राँगाको सुकुटी हो हिजो दाइले बनाउनु भएको अनि मजाले सुकिरहेको छ यहाँ गाउँमा चाहिँ यति भएन भने दसैँ नै लागेको जस्तो हुँदैन नि त अनि यसरी सुकाउनु पर्छ क्या यहाँ तल चुला हुन्छ अनि यहाँ माथि चाहिँ यसरी सुक्छ अनि पछि खाने हो यो चाहिँ सुकुटी है हाम्रो यो चाहिँ अहिले खानासाना खाएर यहाँनिर घरहरू सफा गर्नु पर्यो भन्दैछु यहाँ लुगाहरू गाजाङ गुजुङ भइरहेछ क्या मेरो अस्ति लिएको अनि यो सबै सफा गर्न आँटेको म चाहिँ अहिले अनि फुच्चे चाहिँ उता उसको दाइहरूसँग खेल्दैछ
अनि यहाँ सफा गर्दैछु, लुगाहरू मिलाउँदैछु म चाहिँ। अनि यसरी नै बित्दैछ है मेरो गाउँघरमा चाहिँ। सो यस्तो भइरहेछ कि अस्ति ल्याएदेखि मिलाएकै थिइनँ क्या मैले, भ्याएकै थिइनँ। अनि आज सबै मिलाउनु पर्यो भनेर सोचिरहेको छु। म चाहिँ यहाँ घर बढाल्दैछु अहिले, लुगाहरू पट्टाइसकेँ। अनि यहाँ अब घर टक्क लगाएर बढाल्नु पर्यो भनेर चटचट बढाल्दैछु। देखेको छ कि छैन हौ, दाइले अस्ति यहाँ नाना र दाइले लिप्नु भएको रहेछ घरहरू चाहिँ। अनि यहाँ अहिले सफा गर्दैछु म चाहिँ। यहाँ आएदेखि मैले के राखेर के हिजो गर्छु भनेको, हिजो पनि त्यत्तिकै बिजी भएँ। अनि अहिले यहाँ सफा गर्दैछु म चाहिँ। गाउँघरमा बस्नु कस्तो रमाइलो हुने क्या, अर्ग्यानिक खानेकुराहरू पाइन्छ होइन, हावापानी पनि सफा, टक्क झारबाट हेर्ने बित्तिकै यस्तो भ्यू देख्नु पाइन्छ माथि होइन। सो यहाँ मजा आउँछ हो गाउँघरमा बस्नु। अनि अहिले चाहिँ दाइहरू चाहिँ तल मासु लिनु जानुभएको छ, केटाकेटी खेल्दैछ, आमाले हेर्दैछ नानीहरू। अनि म चाहिँ त्यो 3 दिनसम्म यहाँ सफा गरिहाल्नु पर्यो भनेर सफा गर्दैछु। अनि गर्मीले पानी पर्न आँटे जस्तो छ, अलिअलि चाहिँ गर्मी छ, त्यस्तो धेरै गर्मी त छैन, हल्का फुल्का चाहिँ दिउँसो चाहिँ गर्मी हुने रहेछ। सो मैले चाहिँ यहाँ बेडहरू यसरी मिलाएको कि यहाँनिर लुगाहरू कस्तो उयो भयो नि त। अनि यसरी यहाँनिर हामी चाहिँ यो कोठामा सुतिरहेको छौँ। अनि गाउँमा यस्तो त हुन्छ नि होइन, अर्ग्यानिक बसाइ। अनि यहाँ सबै मिलाए, झोलामा एउटा गरेर मिलाएँ। यहाँ गाजाङ गुजुङ भइरहेको थियो। अनि यो चाहिँ हामीले हाम्रो सामानहरू यहाँ चाहिँ अनि यसरी राखिरहेको छु सामानहरू। सो यस्तै छ हाम्रो गाउँको बसाइ, यसरी नै बित्दैछ दिनहरू। पानी पर्नु खोजिराखेको छ बाहिर चाहिँ, पानी पर्ला जस्तो छ। म चाहिँ यहाँ कस्तो कपाल च्यापच्याप भएर नुहाएको, अब फेस धुनु पर्यो एकछिन, माथि डाँडातिर जाने कि भन्ने कुरा भइरहेछ। सो यहाँ कपाल धुएको सुक्छ कि सुक्दैन थाहा छैन, पानी पर्नु लागेको छ कि फेरि भाँडासाजा मारिसकेँ। अनि अब फेस धुनु बाँकी छ है, टाउको चाहिँ पखालिसकेँ मैले। एकैछिनमा घाम लाग्छ, यहाँको मौसमको टुङ्गै हुँदैन क्या साथीहरू। अनि यस्तै छ यहाँको मौसम नै, पहिल्यैदेखि झन् अहिले त जाडो महिना भयो नि त। सो यस्तै छ है। फेरि साथीहरू उकालो हिँड्नु पऱ्यो है, हामी चाहिँ त्यहाँ अलिकति पार्सल पुऱ्याउनु पर्ने थियो। अनि पार्सल पुऱ्याउनलाई जाँदैछौँ 3 जना। यहाँ फुच्चेला चाहिँ उसको पापाले काँधमा बोकेर हिँड्नुहुँदैछ। अनि हामी चाहिँ यहाँ पानी परिरहेछ कि, फेरि ठुलो पानी परेको थियो, अहिले चाहिँ रोकियो। अनि हामी छाता बोकेर बन्दोबस्त गरेर हिँड्दैछौँ पार्सल पुऱ्याउनुलाई। यतिको चाहिँ बोक्नुपर्ने हुन्छ है, बाउ भएपछि कर्तव्य निभाउनु पर्ने हुन्छ बाबाले होइन। घाम पनि लाग्दैछ, पानी पनि पर्दैछ, के भएको होला है। साँचबाट यस्तो उकालो छ कि। यहाँ चाहिँ बाबाले चारो पकाउँदै रहेछ, हाम्रो यो चाहिँ काकाको चारो पकाउने ठाउँ रहेछ यहाँ। अनि घाम पनि लागिरहेछ फेरि पर, पानी पनि छिट्टाइरहेछ। यस्तै छ गाउँघरको बसाइ, कहिले उकालो कहिले ओह्रालो कहिले घरमै। यसै छ हाम्रो घर चाहिँ यहाँनिर छ। अनि रोड चाहिँ फेरि उतै हो क्या, ठ्याक्कै यहीँ मेन रोड हाइवे चाहिँ त्यहीँ छ। अलिकति उकालो आउनु पर्ने हुन्छ। हामी चाहिँ बप्पीहरूसँग भेटेर कहाँ जान आँटेको, स्कुल डाँडा होइन, स्कुल डाँडा जान आँटेको। यहाँ बाबु छ, आऊ बाबु आऊ, अगाडि हिँड, आऊ। होइन अगाडि हिँड न, जाँदैछौँ। यहाँ प्ले ग्राउन्ड जाने अरे यिनीहरू, प्ले ग्राउन्ड जाने मान्छेहरू यस्तो छ। यताबाट हो सर्टकट बाटो चाहिँ यता रहेछ नि, हिले पानी एउटा अर्ग्यानिक ठाउँ, अर्ग्यानिक हुन्छ नि त्यस्तो ठाउँ होइन। बनायो नि, फेरि उकालो आयो है। अब स्कुल डाँडा हिँडेकै हामी चाहिँ। हामी त अझ तल झरेको छैन बबी खाम्रातिर।
अब ठिक्क अहिलेतिर पो हो नि त बाटो बिग्रेको रहेछ फेरि अनि सनसेट आइराखेको छ यहाँ सनसेट छ है सनसेट यहाँ उता त्यस्तै हो नि हेर्नु कस्तो राम्रो डाँडा रहेछ यो चाहिँ स्कुल यो तलको चाहिँ स्कुल छ है यहाँ कुन हिमालो नाति हो ए अन्त यहाँ त हिमालहरू पनि देखिँदो रहेछ यो चाहिँ हिमाल म त गएकै छैन हौ त्यहाँ है हिमाल पनि देख्दो रहेछ यहाँबाट ए ओखलढुङ्गा नि त हिमाल देखिँदो रहेछ सोइ सोइला हो सोइ सोइला ओहै 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 राम राम को यस्तो यति साह्रो नाच्ने है ल उनीहरू भर्ती लाग्नुभन्दा अगाडि चाहिँ यहीँ कुद्थ्यो अरे है नाति बाजे सबैजना यहीँ कुदेर स्ट्रगल गरेर अहिले भर्ती लाग्नुभयो अनि हामी पनि आउनु पायौँ यहाँसम्म हो नि त अनि बपिरमा चाहिँ कति पछि भेटेर कति त होइन 2 महिना अनि गफ गर्दै हिँड्दैछौँ यहाँनिर के भयो कसो भयो नेपाल आएर सोध्दै हिँड्दैछु म चाहिँ यहाँ पुच्चीहरू पनि कुद्दैछ यहाँ बाउहरू कुदेको ठाउँमा ल रात चाहिँ परिसक्यो अलिक ढिलो ढिलो निस्केर हामी नुन थालाको चिया है यो चाहिँ हामी चाहिँ नुन थालाको चिया खानु आएको यस्तो मिठो रहेछ है यस्तो मिठो छ एकदम अर्ग्यानिक चिया है यो चाहिँ नुन थालाको फेमस चिया सबैजना आउनु होला यहाँ खानुलाई चिया चाहिँ यस्तो मिठो छ कि म चाहिँ अघि घर आएको माथिबाट अनि आएर खाना पनि खाएको अनि खाना खाएर सुति पनि सकेको छु म त अघि भिडियो एडिट गर्नु पर्यो भनेको त बिर्सिहालेँ चाहिँ कि अहिले सुत्दा पो सम्झी मेरो छोरा पनि सुतिसक्यो यहाँ अनि म चाहिँ अब भिडियो आज चाहिँ इन गरेँ त साथीहरू म अर्को भिडियोमा भेट्नेछु बाई बाई